हेलो गाइज वेलकम टु माई युट्युब च्यानल र तपाईँहरूलाई थाहा नै छ होला हामी चाहिँ आज यो भिडियोमा किन आइरहेको छौँ। आज चाहिँ हामी आफ्नो के भन्छ के अरे जापानिज ल्याङ्ग्वेजको सेसन 3मा आइरहेको छौँ। योभन्दा पहिलाको अगाडिको भिडियो हेर्नुभएको छैन भने कृपया हेर्नु होला। म चाहिँ अहिले अस्ट्रेलियामा छु। म चाहिँ जापानिज ल्याङ्ग्वेज किनकि म एनिमी धेरै हेर्छु, वेब सिरिजहरू धेरै हेर्छु, माङ्गाहरू धेरै हेर्छु। त्यही भएर मलाई जापानिज ल्याङ्ग्वेज चाहिँ सानैबाट सिक्न मन लाग्थ्यो। मैले चाहिँ यो भिडियो त्यत्तिकै स्टार्ट गरेको सिर्फ पार्ट टाइमको रूपमा, तर धेरै युजरहरूको रिक्वेस्ट आएपछि कन्टिन्यू गर्न थालेको छु। मैले नत्र पहिले नै हेर्न सक्नुहुन्छ धेरै अगाडि नै 1-2 बनाएर छोडिदिइसकेको थिएँ किनकि त्यति रियाक्सन युजरबाट आएको थिएन। मलाई लाग्यो कि यो च्यानल चल्दैन भनेर छोडिदिइसकेको थिएँ। तर अहिले चाहिँ यसो भिडियो हेर्दाखेरि चाहिँ धेरै भ्युजहरू आएको रहेछ, कमेन्टहरू पनि आएको रहेछ। मैले छुट्टै जिमेल बनाएको हुन्छु यो छुट्टै युट्युब च्यानलको लागि र मेरो अर्को युट्युब च्यानल नि छ अस्ट्रेलियाको, त्यसमा मैले अस्ट्रेलियाको भ्लगहरू हालिरहेको हुन्छु। त्यो चाहिन्छ भने चाहिँ यात्री शिशिर भनेर तपाईँले युट्युबमा सर्च हाने नि हुन्छ, या डिस्क्रिप्सनमा लिङ्क छ, त्यो हेरे नि हुन्छ। र मेरो चाहिँ पर्सनल एप छ, त्यसमा मैले ड्युओलिङ्गोमा जापानिज ल्याङ्ग्वेज चाहिँ प्र्याक्टिस गरिरहेको हुन्छु। तर युट्युबमा भिडियो हाल्नलाई चाहिँ मलाई किन भन्दाखेरि मलाई प्र्याक्टिस पनि हुन्छ र तपाईँहरू मसँगै प्र्याक्टिस गर्नुहुन्छ भने बिगिनर हुनुहुन्छ भने हामी सँगसँगै प्र्याक्टिस गर्न जान पाइन्छ भने यो भिडियो चाहिँ हालेको। तपाईँहरू भित्रैबाट अब तपाईँहरू सिक्न चाहनुहुन्छ भने 1-2 हेरेर पार्ट 1 र पार्ट 2 मैले यसको बनाएको छु सिकेको, त्यो हेरेर मात्र यसमा आउनु होला। नत्र यसबाटै तपाईँहरूलाई बेसिक नलेजहरू छ भने यहीँबाट सुरु गरेर हुन्छ। आज सुरु गरौँ है। कोनबामुवा भनेको कोङवानमा यो मिलिहाल्यो नि। हेल्लो खाना, हेल्लोलाई के भन्छ? हेल्लोलाई कोन्निचिवा भन्छ र खाना मिल्यो। मलाई चाहिँ के हुन्छ भन्दाखेरि हल्का हल्का बेसिक चाहिँ थाहा है मैले यो पहिले नै प्र्याक्टिस गरिसकेको तपाईँहरूले, त्यही भएर हल्का त मलाई चाहिँ बेसिक चाहिँ थाहा क्या किनकि मैले यो एपमा चाहिँ म यो युनिट 1 हो, म युनिट 2मा पुगिसकेको मेरो पर्सनल एपमा चाहिँ। तर त्यही नि तपाईँहरूसँग सँगै सिकौँ न भनेर। नाओमी देश, तपाईँहरूले यस्तो सुन्न नि सक्नुहुन्छ यसले नाओमी देश, आई एम नाओमी भने हो कि होइन, नाओमी देश भने बिग्रियो नि सक्छ दाइ, त्यस्तो म कन्फिडेन्टै छैन। कौन बानुवा केन देश मिल्यो। कौन बानुवा भने गुड इभिनिङ आइस। कौन बानुवा हाना देश, हाना सान भन्छ। सान नलेखे नि हुन्थ्यो क्या, तर सान भनेको मतलब रेस्पेक्ट गरेको जस्तै लाग्छ है मलाई चाहिँ, मलाई त्यति थाहा छैन। हाना सान कोन्निचिवा, कोन्निची भने हेल्लो हाना होला। हेल्लो हाना ऊ मुनि मिनिङ नै देखाएको नि त। कोन बानुवा, कोन बानुवा भने के अरे बिर्सियो क्या। गुड इभिनिङ, दोजो योरोस्कु भने नाइस टु मिट यु हो क्या, टु मिट यु। बिर्सिया होइन रहेछ, मैले धेरै भयो जापानी नसिकेको, नत्र मैले पहिला हो सिकेँ, त्यसपछि चाहिँ छैन कि मैले सिकेँ नि, मैले नि छोडिदिएँ हो त्यसपछि चाहिँ। यहाँ रेस्पोन्स नआएपछि छोडिदिएँ, तर अहिले हेर्दा त्यति धेरै रेस्पोन्स आएको मान्छेको, हाल 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 भिडियो भनेर अनि त्यही भएर हाल्यो हो। गुड इभिनिङ आइम केन अरे, कौन बानुवा केन देश। सुन्ने त सजिलो हुन्छ, नाओमी देश, आइएम नाओमी भने क्या है, त्यस्तै लाग्यो। गुड इभिनिङ आइएम नाओमी अरे, कोन बानुवा नाओमी देश।
Konbanwa. Good evening. Hello, I'm Naomi. Konnichiwa kataka. Konnichiwa, Naomi desu. म आएन भने घरिघरि त्यहाँ जिमेलमा नि सर्च हानेर लेख्छु किनकि लाइफलाइन हुन्छ लाइफलाइन सकेपछि उनीहरूले दिँदैनन् नि त्यो चलाउन हेलो नाओमी अरे कोन्निचिवा नाओमी सान गुड इभिनिङ केन अरे गुड इभिनिङ केन गुड इभिनिङलाई कोन भन्नुमा केन सान कोन भन्नुमा नाओमी एउटै आउँदो रहेछ कि तपाईँहरूलाई सजिलो हुन्छ भने नाउ धेरै भयो नि मैले नि छोडा जापानिज एक वर्षै भयो सोध्नु तर तपाईँ पढिरहेको हुन्छु त्यही भएर ठिकै हो यु अनलक डाउन मैले धेरै भयो क्या यो जापानिज नपढाए त्यही भएर ठिकै छ म मेरो आवाजलाई बन्द गरिदिनु होला जस्तो होइन केही भन हल्का फिडब्याक दिइराख्नुपर्छ यी देख्नु नि कति पछि गरे आएको त्यही भएर स्ट्राइक हेर्नु न म आज पहिलो दिन हो के हो पहिलो दिन त होइन तर लगभग एक वर्षपछि म फेरि आएको क्या यहाँ किन आएको किनकि अडियन्सले युट्युब योमा भिडियोमा लाइक आयो सब्सक्रिप्सन आयो त्यही भएर अनि आएको न हामी 50 त्यतैजना अनस्टपेबल हुन्छ 50 दिनसम्म ननस्टप अब एउटा एउटा भिडियो हाल्नुपर्छ थैत छोटो छोटो बनाएर हाल्नुपर्छ जस्तो भनेपछि 50 दिन छ आज यति इन्ट्रोड्युस योरसेल्फ भोलि अर्डर फुड एन्ड ड्रिङ्कमा जाम्ला पर्सि कन्ट्रिजको बारेमा बोलौँला डिरेक्सन हो त्यसरी यसरी एउटा एउटा भिडियोमा एउटा एउटा हाल्नु पर्ला त्यसो सजिलो नि हुन्छ मान्छेलाई एकै दिनमा सबै पढेर साध्य नि छैन तर जति सकिन्छ त्यति जानिन्छ जबसम्म लाइफ लाइन भ्याइन तबसम्म गरौँ न फेरि पुरै भ्याइने अरे आज माता आस्था माता आस्था भनेको के अरे मैले बिर्सिसकेँ यार माता आस्था सी यु टुमरो है माता आस्था भने सी यु टुमरो ओ ओके नाइस टु मिट यु यो त थाहा अघि भर्खरै आएको थियो अघि भर्खरै गएर त्यस्तो भर्खरैको भर्खरै बिर्स्यो भने त बर्बादै हुन्छ नि जाने माता आस्था जाने भने गुड बाई सी यु टुमरो होइन गुड बाई भन्दैछ बाई मात्रै रहेछ सी यु टुमरो जाने जाने नै होइन त ए माता आस्था है सी यु टुमरो क्यान्सान यो त यो डुयोलिङ्गो राम्रो छ नि किनकि आवाजहरू दिन्छ सबैहरू भनिदिन्छ यहाँ मैले यहाँ माथि तपाईँले यो थाहा भएन नि यहाँ माथि टच गर्नु भने मुनि भनिदिन्छ कि के हो एन्सर माता आस्था तर यो तपाईँले नछुनु होला जबसम्म आउँदैन तबसम्म नछुनु होला आउँछ भने चाहिँ आफै गर्ने ट्राई गर्नु किनकि यहाँ फ्री होइन नि त एकै यो फ्री हो तर एडहरू हेर्नुपर्छ नि त्यो लाइफलाइन भइयो भने यो 5वटा लाइफलाइन छ 5वटा भइयो भने मलाई कति घन्टा कुर्नुपर्छ कि यो लाइफलाइन फेरि आउनलाई त्यही भएर तपाईँहरूले यहाँ चुज गर्नुभयो भने देखाइदिन्छ कि माता आस्था अनि यहाँ केन्सानवालाई केन्सान ल है म त नचुज गर्ने किन हेर्ने कोसिस गर्छु जबसम्म वाटर भने मिचु हो थाहा नि सबैलाई यति त थाहा हुनुपर्छ है हेलो भने कोन्निचिवा हो क्या प्लिज भने कुदासाई बाई भने जाने भनेपछि मेरो नाम शिशिर बसेल भन्नु मैले के भन्नुभएको छ शिशिर देश शिशिर देश शिशिर देश आइएम शिशिर बाई नाओमी जाने नाओमी सान हाना सान माता आस्था सी
हाना सान भनेपछि पहिला हाना आउँछ होला है। सी यु टुमरो। बाई सी यु टुमरो अरे। बाई भने जाने मातास्ता नाओमी सान मातास्ता बाई हाना बाई भने जाने हाना सान अहिलेसम्म त सब मिलिरह्यो एउटा बिग्रेन भनेपछि याद चाहिँ रहेछ मलाई मैले यो पहिले गरिसकेँ हो पढिसकेँ यो युनिट चाहिँ युनिटवाला हुन्छ कि डुओलिङ्गोमा तपाईँलाई म भन्छु कस्तो हुन्छ भन्दाखेरि युनिट हुन्छ सब त्यसमा बेसिक बेसिक एउटा एउटा वर्ड सिकाउँछ मलाई त त्यो लेख्न नि सिकाउँछ कि अक्षरहरू त्यो लेख्न त मलाई चाहिएन किनकि जापानिज लेख्ने होइन बुझ्न बोल्न सके हुन्थ्यो भने तर लेख्यो भने नि अझै कन्सेप्टहरू धेरै आउँछ नि त आइएम केन नाइस टु मिट यु अरे आइएम केनलाई के भन्छ केन देश दोजो योरोस्को नासा जाने तपाईँले एकचोटि सुन्न नि सक्नुहुन्छ है फेरि यहाँ क्लिक गरेर लेख्नु भने त्यही भएर एकचोटि सुनेर फेरि लेख्नु त्यत्तिकै लाइफलाई नो वेस्ट नगर्नु सियु टुमरो नाओमी अरे सियु टुमरो मातास्ता हो र मातास्ता नाओमी सान मातास्ता यही छ कन्फ्युज भइरहेको जाने भने बाई 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 अहिले होइन हाम्रो फेरि भिडियो अहिले बाई बाई गर्न थाल्यो भने मान्छेहरूले के भन्छन् अमेजिङ अरे है Strict will reset if you don't practice tomorrow. Okay. Target your weak area with customization अरे सुपरली भने है तेरि सरी रोज यो उसको अरे नाइस टु मिट यु नाओमी तर यहाँ अगाडि नाओमी छ भने यहाँ पछाडि लेख्ने के भन्दा यसलाई अगाडि राख्ने के हुन्न है केटाहरू फेरि मैले पछाडि लेखेँ नाओमी सुरुमा भने पछाडि लेखेँ भने पछाडि लेख्ने के भन्नु अगाडि लेख्ने के भन्नु तर पछाडि लेख्ने चलन रहेछ मैले नि अगाडि लेख्थेँ सुरुमा किनकि नाओमी आएर र यहाँ पछाडि लेख्ने हो कि हेर एक्सिलेन्ट भन्यो नि त सबै करेक्ट हो आना आवाज सुन्दा सुन्दा नि कन्ठ हुँदो रहेछ कि त्यो हेडफोन लाएर मैले गरेर हौ तिमीहरूले नि हेडफोन इयरफोन के हो त्यो लाएर गर किनकि आवाज दिमागमा यति घुम्छ नि अम्मा आएम हाना हाना देश भनेको आएम हाना दोजो रुस्को भन्दा नाइस टु मिट यु है त्यही होइन त्यही हो कोन्निचिवा केन देश हाना सान दोजो रुस्को नाइस टु मिट यु नाइस टु मिट यु हाना कोनबानवा हाना देश मेरो भोलि इक्जाम छ यसो माइन्ड फ्रेस गर्नलाई के गरौँ भनेको डुओलिङ्गको याद आयो भिडियो बनाएर हालिरह्यो यता भोलि इक्जाम छ अरे पाइथनको प्र्याक्टिस गरिरहेको थिएँ नर्मल इक्जाम छ वर्कसपहरू छ
प्र्याक्टिस गरिरहेको थियो दिमाग यस्तो ह्याङ भएको थियो नि पाइथन चलाउँदा चलाउँदा प्रोग्राम गर्दा के गरेँ भने डुओलिङ्गोमा प्रोडक्टिभ गर्नु पऱ्यो कि त्यत्तिकै घर छुट्टी कामबाट छुट्टी लिएर पढ्ने भनेर घरमा बसिरहेको अनि प्रोडक्टिभ गरेन भने त नि बर्बादै हुन्छ नि त। त्यही भएर अनि डुओलिङ्गोमा यसो बनाएको नि युट्युबमा यसो भिडियो हालेर नि प्रोडक्टिभ भइहाल्यो नि त भनेपछि त। नाओमी सान अरे कोन्निचिवा हेल्लो नाओमी हो। कति लामो है जाऊ हेल्लो नाओमी मलाई यत्रो लामो हो जापानिजमा। केन देस कोन्निचिवा हेल्लो नाइस टु मिट यू। त तपाईँहरूलाई यो मेरो कम्प्युटरको आवाज आयो कि आएन मलाई थाहा नै छैन। यस्तो युट्युबमा रिकर्डिङ गर्न नि आउनु न भिडियो बनाउन आउनु अब यत्तिकै हालिदिने अब बानी बढ्दै जान्छ पछि पछि। एडिटिङ गर्ने नि टाइम छैन क्या भिडियो बनाउने हाल्ने हो कसलाई टाइम छ एडिटिङ गर्ने एडिट गर्ने थेट केही टाइम छैन। हेल्लो नाइस टु मिट यु अरे हेल्लो भनेको कोन्निचिवा दोजो योरोस्को। हेल्लो भनेको कोन्निचिवा कोन्निचिवा भन्छ है रतन कार्कीले कोन्निचिवा कसरी भन्छ त्यसले। नाइस टु मिट यु दोजो योरोस्को। गुड इभिनिङ भने कोनबानवा। छिटछिट गर्नु पर्यो धेरै बोरिङ त भएन नि म बोलेको गरेर बोरिङ त भएन रे म आफैले इनर्जी छैन के विचार निदाइराख्नु होला हेर्नेहरू। त तपाईँहरूले जापानिज अहिले 11-12मा हुनुहुन्छ भने अहिलेदेखिबाट यसो एउटा दुइटा भिडियोहरू युट्युबमा हेरेर सिक्दै गर्नु जापान जाने हो भने चाहिँ सजिलो हुन्छ बेसिक पछि तर त्यस्तो कसले गर्छ कसैले गर्दैन त्यस्तो डाइरेक्ट भ्याइएपछि बल्ल युआर स्टेप क्लोजर। यो हालेर फेरि मलाई के आउँदैन नि डुओलिङ्गोको हालेर त्यसले आफै आँट्दियो। यो सेक्सन भए भने अरू सेक्सनमा अर्को भिडियोमा हालौँला। कन्निचर गुड इभिनिङ केन सान कन्निच हेलो केन गुड इभिनिङ नाओमी देस कन्बान गुड इभिनिङ दोज नाइस टु मिट यु नाओमी देस कन्निचु हाना सान कन्निचिवा हाना देस गुड इभिनिङ कोनबानवा केन देस हेलो केन हेल्लो यो धेरै रिपिट भइरहेको नि केटाहरू फेरि हेरे धेरै रिपिट भइरहेको एउटै मात्रै हेल्लो हक गुड इभिनिङ छ तिमीहरूलाई यो बिस्तारै सिकाउँछ कि बोरिङ लाग्न सक्छ है। तर हामीलाई एउटा वर्ड पनि थाहा भएन एउटा वर्ड जान्नु र एकै दिनमा 100वटा वर्ड जान्न खोजेर सबै बिर्सिनु र एकै दिनमा एउटा दुइटा मतलब धेरै वर्ड छैन नि के कोन्निचिवा छ कोन्निचिवा भने हेल्लो गुड इभिनिङ छ नाइस टु मिट यु छ यस्तो नर्मल ग्रिटिङहरूलाई मात्रै फोकस गरिरहेको क्या अहिले किनकि हामी त्यति अरूलाई भेट्दाखेरि नि त्यति भन्न सक्यौँ भने त केही प्रोडक्टिभ हुन्छ नि त त्यो जापानिज पढेर रहेछ केही थाहा रहेछ भन्दाखेरि जस्तै एउटा जापानिजले भने कोन्निचिवा भन्नु हेलो नि के अरे अर्को के थियो दोजो योरोस्को भने नाइस टु मिट यु त्यस्तो त्यस्तो भन्नु नै थोरै थोरै थाहा भयो भने इम्प्रुभमेन्ट हुन्छ एकैचोटि सबै याद राख्नुभन्दा चाहिँ है केटाहरू मलाई चाहिँ त्यस्तो लाग्छ यो डुओलिङ्गो चाहिँ बेस्ट प्लेटफर्म हो प्र्याक्टिस गर्नको लागि जे प्र्याक्टिस गर्नको लागि। हेल्लो भनेको चाहिँ कोन्निचिवा नाओमी सान
I am Hana. Hello. Hello, I am Hana हुन्थ्यो क्या? होइन मिनट. Hello. Konnichiwa. Ken. Sa. I'm Ken. Ken desu. I'm Shishir. Shishir desu. Dojo yoroshiku. Bye. Hana-san. Jane. Dojo yoroshiku. Naomi-san. Matasta भनेको के अरे? मातास्ता. See you tomorrow. केन-सान जाने भनेको बाई केन हो. बाई केन. हेर्नुभएको छ जाने भने बाई हो, पहिला बाई आउँछ केन. जापानिजमा पहिला नाम आएर बल्ल बाई भन्दो रहेछ, आज इङ्ग्लिसमा फेरि बाई आएर बल्ल केन आउँछ नि फेरि. केन बाई हुँदैन नि फेरि. इङ्ग्लिस नि आउनु पर्यो, जापानिज नि आउनु पर्यो है फेरि केटाहरू. तर इङ्ग्लिस त सबैलाई आउँछ होला. जाने मात्रै भने के भने मैले बुझ्दै बुझिनँ, सुन्दै सुनिनँ. नाइस टु मिट यु नाओमी. को हैछ रे? भेट्नै पर्यो यार एकचोटि गएर. नाओमीलाई त यार नाओमी नाओमी मात्रै आइरह. बाई भनेको जाने. केन्देस दोजो योरोस्को. नाइस टु मिट यु दोजो योरोस्को. भोलि भेटौँला थाहा छैन यार. आउँछु तर म एउटा भिडियो चाहिँ बनाउन हालिहाल्छु. भोलि काम छ क्या फेरि थैट. हाना सान माता आस्ता. माता आस्ता भने सी यु टुमरो हाना. सी यु टुमरो हाना. सी यु टुमरो भने माता आस्ता. माता आस्ता सी यु टुमरो गेन. सी यु टुमरो नाओमी. माता आस्ता नाओमी सा. ठिक ठिक गाह्रो होइन. गाह्रो छैन क्या, गाह्रो लाग्दैन है मलाई चाहिँ. तपाईँहरू नयाँ नयाँ सुरुमा आउनेलाई चाहिँ गाह्रो लाग्छ, किनकि मैले एकचोटि यो सबै पढिसकेको, तर मैले एनिमीहरू हेर्न थालेको नि मैले कतिवटा एनिमी हेर्न थालेको लगभग 9 कक्षातिरबाट एनिमी हेर्न थाल्यो. त्यही भएर नर्मल चाहिँ मलाई चाहिँ हल्का हल्का आउँछ क्या. तपाईँहरूभन्दा तपाईँहरूले जापान जानलाई जापान पढ्नु होला, हामीले त सानैदेखिबाट एनिमी हेरेँ. कतिवटा एनिमी हेरेर याद गर्छु, हजारवटै एनिमी एपिसोड. वान पिसको 1000वटा, नारुटोको 500वटा, कतिवटा जापानिज. त्यस्तो हामीले खतरा जापानिज क्लास ल्यायो, तर हामीले कहिले पनि वर्डहरू पढ्न खोजेन क्या. त्यो पढ्न खोजेको भए हामीलाई हल्का फाइदा हुन्थ्यो क्या, तर केही नि नबुझिकन हेर्नु त फाइदै भएन नि त. प्रोग्रेसै भएन नि त. जस्तै 100वटा भिडियो हेरे तर त्यो वर्डहरू नै शब्दहरू नै बुझ्दैन, मिनिङै थाहा भएन भने त हामीलाई फरक भएन नि त. हाई भनेको के भन्ने पनि थाहा भएन भने जस्तै हाई हेल्लो जस्तो नर्मल वर्डहरू हो नि त, ग्रिटिङहरू. हामीले त्यो एनिमीमा सुनिरहेको हुन्छ, त्यही भएर हल्का ए अझ यसले यस्तो भनेको रहेछ भने डाइरेक्ट आउँछ नि त दिमागमा. तर मैले एनिमी चाहिँ लास्टै धेरै हेरेँ, जापानिज ड्रामाहरू, के ड्रामा, जापानिज ड्रामा. त्यही भएर कोरियन भाषा नि हल्का सिक्नुपर्छ पछि. अहिले होइन, अहिले जापानिजमा फोकस गरौँ. एउटामा 10 थालमा हात हाल्यो भने कतै नि हात लाग्दैन भने जस्तै एउटा थालमा मात्रै हात राख. वे यु आर लेजेन्ड. लेजेन्ड पो भनिदियो त. कम्प्लिट दिस एक्स्ट्रा हार्ड च्यालेन्ज एन्ड लेभल अप टु लेजेन्डरी. मलाई फेरि जापानिज आउँदैन है केटाहरू. फेरि पनि जापान सिकेर म जापानमा होइन, म अस्ट्रेलिया आएको मान्छे हो. म जापान सिर्फ इन्ट्रेस्टको लागि मात्रै सिकेँ हो, किनकि एनिमी धेरैहरू हेर्छु, त्यही भएर मात्रै हो कि मैले जापानिज सिकेँ. सब टाइटलमा हेर्नुभन्दा बरु भाषै बुझेर हेरौँ भनेर मात्रै सिकेँ हो.
त्यही ठिकै छ। $100 अनलिमिटेड च्यालेन्ज अरे सुपरमा पो अनलिमिटेड रहेछ त। हाम्रोमा 200 कोइन छ यार, $100 गइहाल्यो। यो चाहिँ मिलाउनु पर्छ है, हाना सान जाने भने। बाई हाना हाना केटाहरू यही हो नि। सी यु टुमरो हाना अरे। सी यु टुमरोलाई मातास्ता हाना सान। बाई नाओमी मातास्ता। दोजो युरोसको आउँछ पहिला, दोजो युरोसको नै नाइस टु मिट यु। हाना सान र हाना भने एउटै हो, बुझ्यौ नि केटाहरू। हाना देश दोजो युरोसको, हाना देश भने आइएम हाना, आइएम हाना। दोजो युरोसको भने नाइस टु मिट यु। नाइसै देख्दिनँ त यार। म अब मेरो भन्छ हाना सानको शिशिर देश दोजो युरोसको भनेको आइएम शिशिर नाइस टु मिट यु। केन देश आइएम केन हेलो कोन्निचिवा आफूले हेलो आइएम केन आउँछ कि केन आइएम हेलो आउँछ खै। हेलो अगाडि आउनु पर्ने है, हेलो आइएम केन भन्छन् के अरे। त्यसले अगाडि दिन्छु तर बिग्रिएला यार, छोडिदिए पछि त्यसले भन्छ होला है, बिग्रियो भने मुनि भनिदिन्छ के अरे। ल ठिकै छ, करेक्ट भन्छ त यार। तर इङ्ग्लिसमा चाहिँ हेल्लो पहिला आउँछ है, हेल्लो आइएम केन भन्छ नि त, आइएम केन हेल्लो भन्दैनौँ नि त। खै अब के हो थाहा छैन, त्यति जान्ने छैन म। कन्निचिवा हेल्लो आइएम हाना हाना है होइन नाओमी हो केटा। थैत्तेरिका के गरे यार। 40 एक्सपी, एक्सपी भने के हो यार, थाहा नै छैन। मातास्ता भने सी यु टुमरो नाओमी। कन्निचिवा आइएम हाना हेलो। नाओमी सान दोजो योरोस्को, दोजो योरोस्को नाइस टु मीट यु नाओमी। आइएम केन नाइस टु मीट यु। केन देश कोन्निचिवा आइएम केन हेलो। म पहिला हेल्लो लेख्छ है, बिग्रियो भने छोडिदेऊ। आइएम केन बिग्रियो भने बिग्रियो, बिग्रियो भने बिग्रियो। आइएम केन हेल्लो है यहाँ मुनि हेर न, एनदर करेक्ट सोल्युसन आइएम केन हेल्लो। ओके हेल्लो आउँछ जस्तो लाग्थ्यो, होला छोडिदियो अब जे भन्छ त्यही गर्नु पर्यो। नाओमी देश दोजो युरोसको आइएम नाओमी नाइस टु मिट यु, नाइस टु मिट यु। कोनबानवा केन देश गुड इभिनिङ आइएम केन। गुड इभिनिङ आइएम नाओमी। गुड इभिनिङ त्यही आइरह्यो, नाम मात्रै चेन्ज छ, आइएम हाना। ल म लेजेन्ड भयो होला सबै मिलाएर भयो। के अझै भ्याएन, अझै बल्ल रहेछ त टुर्नामेन्ट। वै 80 एक्सपी लिँदो रहेछ त्यही। ल आजको लागि लास्ट हो केटाहरू, लास्ट भिडियो हल्का जाँगर देखाएँ है। ल भोलि फेरि आऊ है,
भोलि फेरि हाल्छु म कतिखेर हाल्छु त थाहा छैन हाल्न हाल्छु बढी चिन्ता नगर हेलो कोन्निचिवा दोजो योरोस्को नाइस टु मीट यु नाओमी सान मातास्ता गुड इभिनिङ नाइस टु मीट यु नाओमी देश दोजो योरोस्को जाने गुड इभिनिङ हाना हेलो केनरे कोन्निचिवा केन्सान वाटर भने मिजु बाई भने जाने हेलो भने कोन्निचिवा प्लिज भने कुदासाई आई एम केन नाइस टु मिट यु केन देश दोजो योरोस्को आई एम केन देश केन ल केटाहरू यति भन्दै ल केटाहरू यति भन्दै आजको भिडियो यहीँ टुङ्गो लाउनु पर्यो यु आर स्टेप क्लोजर टु इन्क्रिजिङ your जापानिज स्कोर यु हेभ कम्प्लिटेड युनिट 3 ओके भनेपछि हामीले भिडियो 1 मा युनिट 1 कम्प्लिट गऱ्यौँ भिडियो 2 मा युनिट 2 कम्प्लिट गऱ्यौँ भिडियो 3 मा युनिट 3 कम्प्लिट गऱ्यौँ अब भिडियो 4 मा हाम्रो के कम्प्लिट हुन्छ म त टपमा रहेछु त भिडियो 4 मा हामीले ड्रिङ्कहरू कसरी अर्डर गर्ने फुड र ड्रिङ्क कसरी अर्डर गर्ने बारेमा सिक्छौँ आज हामी आफूलाई इन्ट्रोड्युस गर्न सिक्यौँ र ग्रिटिङहरू पनि सिक्यौँ हामीले कस्तै कोन्निचिवा त्यस्तै दोजो योरोस्कोहरू धेरै ग्रिटिङहरू पनि सिक्यौँ आफूलाई इन्ट्रोड्युस गर्न सिक्यौँ अर्को भिडियोमा चाहिँ फुडहरू अर्डर गर्न सिक्छौँ हामीले युनिट 4 मा चाहिँ ल केटाहरू आजको लागि यति नै ल साथीहरू आजको लागि यति नै पछि पछि भेटौँला अरू भिडियोमा ल बाई पिस